नमस्कार मित्रहरू, के तपाईँले भविष्यमा हुन सक्ने कुनै पनि किसिमका आपत्तिहरूलाई, कुनै पनि किसिमका विपत्तिहरूलाई समाधान गर्नका लागि इमर्जेन्सी फन्ड राख्नुभएको छ? अहिलेको अवस्थामा इमर्जेन्सी फन्ड कतिको महत्त्वपूर्ण र हामीले इमर्जेन्सी फन्डलाई भनेर कति पैसा चाहिँ छुट्याउनै पर्छ? इमर्जेन्सी फन्ड के हो? इमर्जेन्सी फन्ड हामीले कसरी म्यानेज गर्ने? इमर्जेन्सी फन्ड हामीले कति चाहिँ राख्नै पर्ने भन्ने विविध विषयमा हामी यस भिडियोमा छलफल गर्नेछौँ। मित्रहरू, मानिसलाई कुनै पनि बेला कुनै पनि किसिमका आकस्मिक घटनाहरू हुन सक्छन्। खाँदै गरेको जागिर जान सक्छ, हस्पिटल भर्ना हुनुपर्ने हुन सक्छ, गाडी तथा घर मर्मत गर्नुपर्ने हुन सक्छ। अझ भनौँ कोरोना जस्तो महामारी आउन सक्छ, त्यो कसैलाई थाहा हुँदैन। आगामी आउने दुर्घटनाहरू, आगामी आउने विपत्तिहरू के कस्ता आउँछन् भन्ने कुराहरू कसैलाई थाहा हुँदैन। त्यसैले हामीले इमर्जेन्सी फन्डको बारेमा कुरा गर्न लागेको हो। साधारण तरिकाले भन्ने हो भने इमर्जेन्सी फन्ड भनेको पछाडि आउने भवितव्यहरूलाई हामीले अगाडि नै सावधानी भएर, अगाडि नै हामी आर्थिक रूपमा तयारी भएर बस्नु नै इमर्जेन्सी फन्ड हो। अझ भनौँ तपाईँ ऋणमा हुनुहुन्छ भने त, तपाईँले कसैबाट कर्जा लिनुभएको छ भने त अझै तपाईँले यस कुरालाई प्राथमिकतामा राख्नुपर्ने हुनसक्छ। भविष्यमा आउने साना तथा ठुला घटनाहरूलाई सहजताका लागि कसरी आर्थिक रूपमा पहिलाने तयार हुने भन्ने विषयमा हामी कुरा अगाडि बढाउँ। चाहे तपाईँ जस्तो सुकै क्षेत्रमा काम गर्दै हुनुहोस्, तपाईँ जागिर खाँदै हुनुहोस् अथवा व्यवसाय गर्दै हुनुहोस्, चाहे तपाईँ जस्तो सुकै क्षेत्रमा काम अथवा व्यवसाय गर्दै गर्नुभएको किन नहोस्, आकस्मिक फन्ड थोरै भए पनि जुटाउनै पर्छ। हामीलाई कुनै पनि बेला हस्पिटल भर्ना हुनुपर्ने भयो, त्यो बेलामा तपाईँसँग इमर्जेन्सी फन्डलाई भनेर पैसा छुट्याउनु भएको छैन भने, सेभिङ एकाउन्टमा पैसा हाल्नु भएको छैन भने तपाईँले बिमारीलाई अस्पताल लानुको सट्टामा तपाईँ पैसा खोज्नतिर हिँड्नुपर्ने हुनसक्छ। अब सोच्नुहोस्, तपाईँ बिमारीलाई अस्पताल लानुको सट्टामा तपाईँ पैसा खोज्न हिँड्नु पर्यो भने त्यो बिमारीको अवस्था कस्तो होला? अथवा बिमारीलाई अस्पताल लिएर जानुभयो, बिमारीलाई बेडमा भर्ना गर्नुभयो, तर तपाईँसँग पैसा कहाँबाट जुटाउने भनेर चिन्ता गर्नुपर्ने भयो भने त्यो बिमारीको केयर कसले गर्छ? तपाईँ मानसिक तनावमा पर्नुहुन्छ। तपाईँले जुन व्यक्तिसँग पैसा माग्छु भनेर जानुभएको छ, उक्त व्यक्तिसँग पनि भनेको बेलामा पैसा नहुन सक्छ, अथवा भनेको बेलामा पैसा ननिस्किने ठाउँमा राखेको हुनसक्छ, कुनै पनि बेला नदिन पनि सक्छन्। त्यसैले हामीले कुनै पनि किसिमका आपत्तिहरूबाट जोगिनका लागि इमर्जेन्सी फन्ड, आकस्मिक पैसा चाहिँ राख्नै पर्छ। अझ कुरा गरौँ, तपाईँ सेयर बजारमा आबद्ध भएर कारोबार गर्नुहुन्छ भने अझ तपाईँले इमर्जेन्सी फन्डलाई भनेर पैसा छुट्याउनै पर्छ। तपाईँलाई घाटा लागिरहेको छ, तर तपाईँलाई के आवश्यकता पर्यो भने घाटामै तपाईँले आफ्नो सेयरलाई बेच्नुपर्ने हुनसक्छ। तपाईँ नाफामै हुनुहुन्छ, अझै नाफा बढ्ने सम्भावना छ भने नाफा बढ्दै गरेको नाफालाई तपाईँले बिचमै काट्नुपर्ने पनि हुनसक्छ। त्यसैले पनि इमर्जेन्सी फन्डको आवश्यकता छ। अब कुरा गरौँ इमर्जेन्सी फन्ड हामीले कति राख्ने। मित्रहरू, हामीलाई भोलि आउने आवश्यकता, हामीलाई भोलि हुने भवितव्य भनेको कसरी, कस्तो र कहाँ हुन्छ भन्ने कुरा थाहा हुँदैन। त्यसैले हामीलाई कति इमर्जेन्सी फन्ड राख्ने भन्ने कुरा साधारण तरिकाले आकलन गर्दाखेरि हामीले दैनिक जीवन जिउने क्रममा तपाईँको घरायसी खर्च के कति हुन्छ मासिक रूपमा, तपाईँको परिवारले खाने पिउने, लाइन बत्ती, स्कुलको फी इत्यादि गरेर तपाईँको मासिक खर्च कति हुन्छ, यसैलाई हिसाब गर्ने हो भने तपाईँको हुने मासिक खर्चको 6 गुणा बेसी तपाईँले इमर्जेन्सी फन्डलाई भनेर छुट्याउनु भयो भने तपाईँ चिन्तामुक्त हुन सक्नुहुन्छ भविष्यमा। जस्तै उदाहरणको लागि मानौँ तपाईँको मासिक खर्च घरमा 15,000 हुन्छ भने तपाईँले 15 × 6 गरेर 90,000 त कम्तीमा पनि इमर्जेन्सी फन्डलाई भनेर राख्नै पर्छ। यदि तपाईँले 6 महिनाको इमर्जेन्सी फन्डलाई भनेर खर्च छुट्याउनु भएको छ भने तपाईँले खाँदै गरेको जागिर गयो भने पनि उक्त 6 महिनामा अर्को जागिर भेटिन सक्छ, अथवा तपाईँले अर्को व्यवसाय पनि पूर्ण स्टार्ट गर्न सक्नुहुन्छ। भूकम्प, कोरोना जस्तो महामारीहरू आए भने पनि 6 महिनाभित्रमा दूर हुन सक्छन्। त्यो राखेको इमर्जेन्सी फन्डले तपाईँलाई धेरै ठुलो सहायता गर्नेछ। ठुलो पैसा खेलाउने ठुलो उद्योगपति, पुँजीपतिहरूले इमर्जेन्सी फन्ड नराखे पनि उनीहरूले म्यानेज गर्न सक्छन्, तर तपाईँ हामी जस्तो मध्यम वर्गीय मानिसहरूले भने इमर्जेन्सी फन्डलाई धेरै नै प्राथमिकतामा राख्नुपर्ने हुन्छ। कुनै पनि व्यक्ति कर्जामा फसेको छ, उसलाई उल्टै ऋण लागेको छ भने इमर्जेन्सी फन्ड किन राख्नु, बरु ऋण तिर्छु भन्ने यदि लाग्छ भने त्यो पनि गलत हुनसक्छ। कर्जामा फसेको व्यक्तिलाई भवितव्य आइपर्दैन भन्ने हुँदैन। ऊ पहिले नै कर्जामा फसिसकेको हुन्छ भने थप कर्जा भनेको बेलामा नपाउन सक्छ। उक्त मान्छेले अझै धेरै
इमर्जेन्सी फन्डलाई प्राथमिकतामा राखेर थोरै थोरै भए पनि बचत गर्दै जानुपर्ने हुन्छ। मित्रहरू, तपाईहरूले इमर्जेन्सी फन्डलाई भनेर पैसा राख्नु भएको छ कि छैन? हाम्रो भिडियो सुन्नुभन्दा पहिला नै तपाईहरूले इमर्जेन्सी फन्डलाई कतिको प्राथमिकता दिँदै आउनुभएको छ हामीलाई कमेन्ट मार्फत बताउन पनि नभुल्नुहोला। फेरि हामी यस्तै अर्को सन्देशमूलक भिडियो लिएर तपाईँहरूसम्म आउनेछौँ। हामीले राख्दै गरेको भिडियोहरू तपाईँहरूलाई के कस्तो लाग्दैछ हामीलाई कमेन्टमा बताउन नभुल्नुहोला। यदि तपाईँहरूले हामीलाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हामीले यो एकदमै सामान्य कुरा मात्रै राख्ने कोसिस गरेको हो। यदि तपाईँले इमर्जेन्सी फन्डलाई भनेर पैसा छुट्याउनु भएको छैन भने अलिअलि गर्दै थोरै थोरै गर्दै भए पनि इमर्जेन्सी फन्डलाई भनेर पैसा छुट्याउनको लागि नभुल्नुहोला। यदि तपाईँले इमर्जेन्सी फन्डलाई भनेर पैसा छुट्याउनु भएको छ भने तपाईँ आफूलाई सुरक्षित पनि महसुस गर्नुहुनेछ। यसले तपाईँलाई भविष्यमा धेरै नै राम्रो काम गर्नेछ। हवस् त मित्रहरू, आजलाई यति नै। हवस् त, नमस्कार, धन्यवाद।